हेलो गुड मर्निङ है गुड मर्निङ फ्रम स्ट्रिट नम्बर 7 पोखरा भर्खर उठ्यो हैन भर्खर उठ्यो अब हामी चाहिँ अब एकछिन तालबराईतिर जानु पर्यो भर्खर उठेर रेडी भइहाल्छ अब एकछिन अब यहाँ पानी चाहिँ खाँदा सिधै नै अब तालबराईतिर लाग्छौँ भर्खर उठेर फ्रेस भयो कपडा सपडा लगाइहाल्यो अब हामी जानु लाग्यो यहाँ हिमालहरू देखिँदै खोइ आज त पुरै ब्लर पुरै हुस्सु लागेको रहेछ आज चाहिँ हाम्रो सेकेन्ड डे हिजो आएको दिन भइहाल्यो अब आज सेकेन्ड डे तालबराई जान्छौँ यताउति घुम्न जान्छौँ स्टुडेन्टहरू सबैजना फर्किँदै छ बिहान बिचरा सी यू गाइज लेटर है हामी चाहिँ अब फेवाताल तालबराई मन्दिर कहाँ फेवातालमै छ हो ठिक छ ल अब हामी चाहिँ निस्किन लाग्छौँ रेडी भयो नि तिमी रेडी हो ल जाउँ ल जाउँ कति बज्यो 8 बजी जाउँ होइन हामी चाहिँ यहाँ तालबराईमा आएको होइन लास्टै मान्छे रहेछ उता जाने भनेको खोइ यिनीहरू यो बहिनीहरू भाइ बहिनीहरू सबै जान खोज्यो हो कि के हो थाहै भएन मैले चाहिँ उनीहरू पनि जान खोज्यो कि के हो खोइ मेरो बुढी कहाँ हरायो यार ल मान्छे गएको त यताबाट चाहिँ ओइ हेलो ओइ के भनेको ल मन्दिर चाहिँ त्यहाँ हो यो चाहिँ हाम्रो तालबराई मन्दिर अब हामी चाहिँ यताबाट पारी जान्छौँ हामी चाहिँ लाग्यौँ है यताबाट निस्क्यौँ तालबराई जानु पर्यो अब सरर लगाएर ओ आउँछ के भयो ए चिनेको थिएँ ए ल हामी निस्क्यौँ यता हेर न ठिक छ हामी चाहिँ लगभग पुग्यौँ है यहाँ सबैजना दाना दिइरहेछ हामी चाहिँ ठ्याक्कै मन्दिर एक राउन्ड होइन अगाडि पार्किङमा राख्छौँ ओइ खोइ के गरे ए नरियल फुटालेको अरे मन्दिरबाटै घुम्छौँ हामी चाहिँ ल हामी चाहिँ आइपुग्यौँ मन्दिर आइपुग्यौँ अब मन्दिर दर्शन गर्छौँ एकछिन अनि पछि यहाँबाट निस्किन्छौँ अहिले चाहिँ खतरा पार्किङ हाल्नु हुँदो रहेछ है सामान किनौँ न सामान किन्नु मन्दिर आइपुग्यौँ हामी सामान किन्न लाग्यो कुन वाला किन्नु थियो हामी चाहिँ जाने भने खै जानै पाइएन बोट पनि पाएन आउने बेला खाली थियो अहिले त पुरै भरि म चाहिँ यहाँ सबैभन्दा मैले सामान दिन्छु म चाहिँ यहाँ सबैभन्दा छेउमा छु हेलो ओइ म्याडम तिमी त बिचमा बसिस कुद्यो ल मजा आउँदो रहेछ जोस् है बाई तालबराई म चाहिँ फेरि एक्लै जाँदैछु होइन उता पछाडि कोही छैन मेरो त्यहाँ हेलमेटै छुटेको हेलमेट लगाएर त्यहीँ छोडेर आएको छु फेरि जानु पर्यो अब है म चाहिँ आइपुगेँ होइन अब त्यहाँ हेलमेट लिएर कुदेर हाल्छु फर्केर यही बोटमा जाने भन्ने विचार छ अब मिल्छ कि मिल्दैन हेरौँ हेलमेटले गर्दाखेरि यत्रो घुम्नु पर्यो एक राउन्ड हेलमेट लिन आएको सो हेलमेट पायो अब रिटर्न हेलमेट चाहिँ पायो होइन अब फर्किने यही दाइसँग अब आयो दाइसँग फर्किने फर्स्टमा 3 जोडी भयो हामी चाहिँ पुग्ने गोठटाल लाग्यो
लाग्न सक्छ यहाँको साइडको डाँडामा छ दिस इज पुम्दीकोट शिव मन्दिर अनि पिस स्तूपा पनि त्यही यतापट्टि रहेछ डाँडामा अहिले हामी आज साइड त्यहाँ जान्न होला पुम्दीकोट मात्रै जान्छौँ त्यसपछि देन आफ्टर हामी सारङकोट जान्छौँ होला पुम्दीकोट जानलाई चाहिँ यहाँबाट उकालो चढ्नु पर्ने रहेछ लास्ट माथि छ कति अब त बाइक पनि दिनु त यहीँबाट त होला के लेखे पनि छैन यहाँ लेखेको छोरेपाटन हाइवे खलाटे खलारको कालीमटी कालीमटी हेर्नु रहेछ अनि यहाँ चाहिँ पुम्दीकोट आमै 6.5 किलोमिटर रहेछ ल लास्टमा पिसप्याकोबाट नि बाटो पनि रहेछ हामी त छिरेर जानु है माथि लेट्स गो ल त उकालो हो पुरै बाइक त अब एक दुई होला बाइक पनि आज दिन त तातिने हो त्यो हामी चाहिँ लाग्यौँ है त ल गाइस छोरेपाटन चोकबाट राइट माथि उकालोपट्टि रहेछ ओके सी यू माथि पुगेपछि है त भिडियो बनाएर सिधै बस आइरहेको रहेछ गाइस झनै ठोक्या हराउनु पनि माराखेर कुदैले नि बाटो त राम्रै रहेछ यो चाहिँ पोखराको भ्यू हो अलिकति मौसमले साथ दिएन त्यही भएर अलिक क्लियर आएन केही छैन त्यही पनि यसमा इन्जोय गर्नु होला पोखरा आउनु नसक्नेहरूले चाहिँ यही भिडियो हेर्नु होला हामीले माथि एकदम त्यो डाँडामा पुग्नु पर्ने छ त्यहाँनिर यो चाहिँ फेवाताल माथि भ्यूबाट पुम्दीकोट जाने बाटोबाट तालबारे कहाँ फेरि देख्छ छेकिँदो रहेछ फेवाताल त सोचेको होला लास्ट ठुलो रहेछ त्यो चाहिँ माछापुछ्रे हिमाल माछापुछ्रे कि अन्नपूर्ण हो खै अन्नपूर्ण अनि हामी चाहिँ अन द वे थियौँ फेवाताल दामी देख्यो अनि लास्टै राम्रो लाग्यो मन पऱ्यो सो रोकेर एकछिन यसो भिडियो भनेर उता चाहिँ सारङकोटै हो यो चाहिँ सारङकोट बाइक राखियो उता राखेको छ बाइक चाहिँ अब हामी चाहिँ जाँदैछ मासतिर अब ल हिँडेर 5 मिनट लाग्छ भन्दै हुनुहुन्थ्यो सम बिस्तारै अब सर लगाएर भाङडीमुर हुन्छ हेरौँला नि हामी चाहिँ हिँड्यौँ अब आइपुग्यौँ है ल गाइड सबैजना हेरौँ यो चाहिँ पुम्दीकोट शिवको मन्दिर हामी आइपुग्यौँ ओम नमः शिवाय हिमाल त्यस्तै खतरा मूर्ति त्यस्तै खतरा के भनौँ अब कसको ए हे हेलो एक्सक्युज मी दे वान क्लिक पिक्चर विथ यू ओके नखिच्ने है ल फोटो खिच्ने भनिदिनु रे कि खैरनसँग फोटो खिच्नु भनिदिनु भनिदिनु भन्छ हामी चाहिँ लगभग आइपुग्यौँ है होटेल हो टन्नै रहेछ है होटेल पसल कस्मेटिकको दोकान फोटो स्टुडियो कति धेरै रहेछ ल आइपुग्यौँ हामी चाहिँ आइपुग्यौँ है ल पुम्दीकोट हामी चाहिँ माथि जान लागेको अब
ए गणेश पनि रहेछ गणेश भगवान् पनि पुरै राउन्ड हान्दै हुनु रहेछ शिवको ह्याप्पी गेम हामी चाहिँ माथि ह्याप्पी गेम है एकछिन फोटोसोटो खिच्छौँ अनि हामी यहाँबाट एकछिनमा फर्किन्छौँ बिस्तारै हामी चाहिँ फर्किन लाग्यो है अब फर्किन लाग्यो अब खानासाना खानु जानु पऱ्यो भोक लागिसक्यो कति बज्यो 11:30 हुन लागिसक्यो निस्क्यौँ यहाँबाट सल्लाह त्र्यो है त ल निस्किनु पऱ्यो अब हामी चाहिँ गइसकेको मान्छे पनि हाम्रो म्याम साहबलाई चाहिँ फेरि शेर्पिनी ड्रेसमा फोटो खिच्नु पऱ्यो अरे हो भिडियो गर्नु पऱ्यो यहाँ आएर फोटोसोटो खिचेर भिडियो बनाइसक्यो अब फर्किनु लाग्यो भोक लागिसक्यो लास्टै यहाँ खाना खानु लाग्छौँ खाना आइसक्यो भोक लाग्यो लास्टै मुख खोलाएर बुझ्या खाना आइदिउँ ल हेलो हेलो दाइ नमस्ते है हेलो नमस्ते नमस्ते हजुर त बालेन जस्तै देखिनुहुन्छ हाम्रो काठमाडौँको हजुरलाई बाले नै भन्दो रहेछ मैले यो सुने हजुर हजुर है ल हजुरसँग भेटेर खुसी लाग्यो हामी चाहिँ यहाँ पुम्दीकोट घुम्न आएको आज ठ्याक्कै हजुरलाई देखेँ यहाँ पार्किङ गर्ने बेलामा सो इट वाज नाइस टु मिट यु दाइ थ्याङ्क यू हजुरलाई पनि सबै दर्शकहरूलाई नि धन्यवाद दिन चाहन्छु हस् धन्यवाद दाइ लाइक सब्सक्राइब गर्नु होला ए हजुर अब यति नै भन्न चाहन्छु ए ल हस् दाइ धन्यवाद दाइ है थ्याङ्क यू सो मच दाइ हस् ल अहिले हामी लाग्छौँ है त ल हामी चाहिँ पुम्दीकोटबाट तलतिर लागिसक्यौँ है अब शान्तिकुम्बा जाने हुनुहुन्छ शान्तिकुम्बा बाटो बाटो चाहिँ हामी त्यहाँ छिर्छौँ बिस्तारै सरेर पुम्दीकोट माछा पुछ्रे माछा माथि पुम्दीकोट पुछ्रेको चिसो हावाले मलाई यहाँ चसक्कै छुइरह घाम लागे तापनि तल हो पोखरा बजार धेरै बाटो 5 किलोमिटर तल शान्तिकुम्बा कति किलोमिटर चाहिँ हामी चाहिँ जङ्गलको बाटोमा आइपुग्यौँ जङ्गलको बाटोमा चाहिँ कहाँ जानु लाग्दाखेरि चाहिँ उतै जानु शान्तिकुम्बा होइन के खाँदा यस्तो छ जस त्यहाँ जानलाई हामी बाइक रोकेर हिँडेर आएको बिस्तारै हामी चाहिँ त्यहाँ गएर आइसक्यौँ होइन माथि फोटो भिडियो खिच्नु मिल्दैन फोटो मात्रै खिचेर आइसक्यो हामी चाहिँ लगभग 10-15 मिनट बस्यौँ अनि बाइकपट्टि जाँदैछौँ अब त्यसपछि सारङ्गोट हामी चाहिँ होटलबाट निस्क्यौँ भर्खरै होटलबाट निस्केर अब सारङ्गोट जानु लाग्यो है होटलमा पुग्दाखेरि फोनै अफ भएको थियो भिडियो बनाउनु पाइएन अब चाहिँ सारङ्गोट जानु लाग्यो उताबाट भन्थ्यो अब थाहा छैन म्याप हेर्दै जानु लाग्यो के हेर्नु है अब माथि गएर हिँड्ला बाटोतिर यहाँ चाहिँ एउटा स्कुटर झरेछ मेरो बुढोले चाहिँ उद्धार गर्न लाउनु भएको छ कसरी झऱ्यो होला कसरी मोड काट्नुभयो होला पुरै झरेछ यहाँ नालीमै पुगेछ नि ल है ल मेरो बुढो बोल्यो रहेछ जुरुकै एउटा स्कुटर निकालिदिनु भयो उद्धार गरी प्याराग्लाइडिङ गरिरहनु भएको रहेछ ल अब हामी चाहिँ यहाँ सारङ्गोटको पार्किङमा आइपुगिसकेका छौँ मेरो बुढोले चाहिँ यहाँ बाइक पार्क गरेर टक्क लगाएर हेलमेट राख्दै हुनुहुन्छ त्यहाँ पन्जा पनि खसाल्नु भएको छ हजुरले यहाँबाट चाहिँ हिँड्दै जानुपर्ने रहेछ माथि ल गाइज हामी माथि गएर अब टक्क लगाएर भिडियो बनाउँछौँ हामी चाहिँ सारङ्गोटको डाँडा हेर्दा अङ्कल्यो सारङ्ग डाँडामा यहाँ गणेशको मन्दिर रहेछ एउटा मूर्ति कत्रो ठुलो रहेछ यार सारङ्गोटमा आइपुग्यौँ है केबल कार चाहिँ उता रहेछ केबल कारको स्टेसन चाहिँ त्यो गोलो यो रहेछ केबल कार स्टेसन चाहिँ त्यहाँबाट यता चाहिँ हिँड्दै आउने रहेछ पुरै यता चाहिँ अब सारङ्गोटको डाँडामा सारङ्गोट फेउता तल यता चाहिँ पोखरा पोखरा बजार यही हो
अब हामी माथि चढ्दैछौँ यहाँबाट। हामी चाहिँ गणेशको मूर्तिको पछाडि छौँ। अब सनराइज र सनसेट देख्छ हाम्रो यहाँ त है, सनराइज र सनसेट। पञ्चमी गणेश गणेश भगवान मुसकराज हुनुको रहेछ। मान्छेहरू चाहिँ टिकट लाग्दो रहेछ सायद चाहिँ। पोखरा बजार पोखरा सिटी, पोखरा इन्टरनेसनल एयरपोर्ट। हजुर फोटो खिचिदिने हुन्छ? ठिक छ दिनु न। मैले चाहिँ भर्खर समाजसेवी गरेँ, उहाँहरूको चाहिँ फोटो खिच्दै होइन। तल यो चाहिँ फेवाताल भइहाल्यो। पोखरा बजार पोखरा इन्टरनेसनल एयरपोर्ट अहिलेको नयाँ, पुरानो पनि त्यतातिर कता भन्दै हुनुहुन्थ्यो चिनिनँ। अनि अर्को चाहिँ अरू त म ठाउँ चिन्दिनँ यताको। त्यस राम्रो छ, भ्यू चाहिँ धेरै नै राम्रो छ, रमाइलो भइरहेछ चाहिँ। अब हेलो म्याम साहब, कहाँ गयो हेर बोलाएको मान्छे छैन। मेरो बुढो चाहिँ यहीँबाट चिप्लिँदै तल पुग्नु लाग्नु भएको छ। ल हिँड्न अल्छी लाएर। ओहो ल डेन्जर। ल मेरो बुढोले चाहिँ एकाएकिङ गर्न लाउनु भएको, फर्स्ट टाइम हो। हेलो अब के बस्नु भयो? अबे फोरै फोर रहेछ। खुट्टा बान्ध होइन? स्विमिङको लागि राइट मात्र आउनु भने लेफ्ट टर्न हुन्छ, लेफ्ट मात्र आउनु भने राइट टर्न हुन्छ। स्ट्रेट जानलाई बोथ साइड वान हुन्छ विथ हे गयो ल बिस्तारै बिस्तारै। राइटतिर अलि बढी, राइटतिर अलि बढी। अब लेफ्ट, यतै लिएर आउनु, म फोटो खिच्छु। राइट, लेफ्ट, लेफ्ट लेफ्ट राइट। अब राइट मात्र हान्नु त टर्न हुन्छ। राइट मात्र हान्नु कि लेफ्ट मात्र हान्नु कि राइट मात्र हान्नु, टर्न हुन्छ। ल मेरो बुढो त गइदिएर। एक साइड मात्र हान्नु भने टर्न हुन्छ, बोट टर्न हुन्छ। लेफ्ट मात्र हान्नु त, लेफ्ट मात्र। अझै लेफ्ट, अझै लेफ्ट, अझै लेफ्ट। अब राइट हान्नु, अब लेफ्ट हान्नु, लेफ्ट हान्नु नि, लेफ्ट लेफ्ट लेफ्ट। अब राइट, फिर लेफ्ट, फिर राइट, फिर लेफ्ट, फिर राइट, फिर लेफ्ट। त्यसो गर्दा त अगाडि जाने। फिर लेफ्ट, फिर राइट, फिर लेफ्ट। अब अगाडि आउनु भयो नि, अब टर्न हुनुपर्छ नि यता। तपाईँ यता आउनु, फोन तपाईँ राख्नु, मेरो नि फोटो खिचिदिनु पऱ्यो नि। लेफ्ट मात्र हान्नु भयो नि हुन्छ कि। जस्तै तपाईँको यो डिस्टेन्स चाहिँ हामीले हेलो हेलो म्यामले चाहिँ यहाँ बोटिङ गर्ने रे, बोटिङ रे कायाकिङ गर्ने रे। बस दाइले ठ्याक्कै भन्नुहुन्छ। खुट्टा चाहिँ त्यत्तिकै तेर्छ, खुट्टा चाहिँ सिधै है। त्यहाँ सुन, त्यहाँ पुरा सुन है। सेन्टर भागबाट डिस्टेन्स चाहिँ बराबर है। मैले लिएछु नि, यो यहाँबाट डिस्टेन्स बराबर लिएछु नि, यो भाग कम्प्लिट है। अनि लेफ्ट राइट मात्र हान्नु भने लेफ्ट टर्न हुन्छ, लेफ्ट मात्र हानिराख्नु भने राइट टर्न हुन्छ। यसलाई यसरी घुमाउनु भएन है, यसरी नै समात त एकचोटि देखाइदियो दाइलाई। हो लेफ्ट गरेर राइट, राइट गरेर लेफ्ट है। ल तिमी जाऊ, म आउँछु बिस्तारै। एकचोटि राइट हान्नु, राइटतिर, राइटतिर है, राइट भने दाहिने हो, लेफ्ट हो, राइट लेफ्ट बराबर है, बराबर हो। ल गयो 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 म्याम सब जानु हो। घुमा त त्यहाँबाट हो, राइट राइट मात्रै घुमा हो। घुमा घुमा घुमाइरह घुमाइरह, यता आऊ, यता आऊ, अझै घुमाऊ, अझै घुमाऊ। आऊ दुइटै घुमाएर आऊ, दुइटै घुमाएर आऊ, बिस्तारै बिस्तारै घुमाएर आऊ। अगाडि आऊ, दुइटै घुमाएर आऊ, दुइटै घुमाएर आऊ हो। ल ल ल हेलो गाइस, पोखरा आएपछि चाहिँ कायाकिङ गर्न चाहिँ
कसैले नछुटाउनु होला लास्ट मजा आउँछ ल लास्टै मजा आउँछ हामी चाहिँ कायाकिङ गर्दा गर्दा कति बज्यो 6 बज्न आइसक्यो अँध्यारै भइसक्यो पुरै अब हामी चाहिँ अब हाम्रो टाइम ठ्याक्कै सक्नु लाग्यो अब हामी चाहिँ रिटर्न हुँदैछौँ है बिच पानीको बिचमा फोटो फोन झिकाल्न नमिल्ने यार डर लाग्ने होइन त्यही त हो नि ल सी यु लेटर गाइस कायाकिङ पनि गरियो है यहाँ पार्किङ गरेर आयो जुत्ता मोजा लाउँदै हामी चाहिँ जुत्ता मोजा लाउँदै जानु पऱ्यो अब होटेलतिर खाना अब यसो यताउति डुल्न है